अन्त आज चाहिँ हामी कहाँ गएको भन्दा चाहिँ आलु मिमी खानु गएको हो। अन्त आन्टीले चाहिँ यस्तो मिठो आलु मिमी बनाउनुहुन्छ हो, जो चाहिँ म आज ट्राई गर्दैछु। आज होइन, योभन्दा अगाडि कति खान्थेँ घर आउँदा हुँदा, तर अब कति म माथि हुन्छु नि त कलेजले गर्दामा। अन्त आन्टीले चाहिँ यति मजाले आलु मिमी बनाउनुहुन्छ, के हाल्नुहुन्छ थाहै छैन, यस्तो मिठो हुन्छ हो। प्लस हुन्छ नि अब अन्ली 20 रुपिसमा चाहिँ यति ज्यादा दिनुहुन्छ हो। त्यो खाएपछि चाहिँ आफै पनि ड्याम्मै अगाउँछ। सो हेर्दै गर्नु होला। र हामी चाहिँ दोकान पुगिसकेको छौँ हो। अन्त यहाँ देख्नु सक्नुहुन्छ आन्टीले चाहिँ हाम्रो लागि आलु मिमी बनाइदिनु हुँदैछ। र आन्टीले चाहिँ आलु मिमी यसरी बनाउनु भएको रहेछ हो। र त्यसमा चाहिँ के हालेको छ भन्दाखेरि चाहिँ भुजा मकै चिप्स, अन्त एकदमै मिठो है स्वादिष्ट बनाउनु भएको रहेछ। मलाई चाहिँ धेरै नै मन पर्यो। र यदि तपाईँहरूलाई लोकेसन सोध्नुहुन्छ भने चाहिँ यो चाहिँ नियर शिव मन्दिर हो है, शुक्रबारे। र तपाईँहरू यही बाटो भएर जानुहुन्छ या आउनुहुन्छ भने चाहिँ आन्टीको हातको स्वादिष्ट आलु मिमी ट्राई गर्न चाहिँ नभुल्नु होला। थ्याङ्क यू फर वाचिङ। सो हेलो एभ्रिवान, अहिले भने चाहिँ हामी हिजोकै सेम यहाँ प्लेसमै छु हो। अन्त आज चाहिँ हामी कहाँ गएको भन्दा चाहिँ आलु मिमी खानु गएको हो। अन्त आन्टीले चाहिँ यस्तो मिठो आलु मिमी बनाउनुहुन्छ हो, जो चाहिँ म आज ट्राई गर्दैछु। आज होइन, योभन्दा अगाडि कति खान्थेँ घर आउँदा हुँदा, तर अब कति म माथि हुन्छु नि त कलेजले गर्दामा। अन्त आन्टीले चाहिँ यति मजाले आलु मिमी बनाउनुहुन्छ, के हाल्नुहुन्छ थाहै छैन, यस्तो मिठो हुन्छ हो। प्लस हुन्छ नि अब अन्ली 20 रुपिसमा चाहिँ यति ज्यादा दिनुहुन्छ हो। त्यो खाएपछि चाहिँ आफै पनि ड्याम्मै अगाउँछ। सो हेर्दै गर्नु होला। र हामी चाहिँ दोकान पुगिसकेको छौँ हो। अन्त यहाँ देख्नु सक्नुहुन्छ आन्टीले चाहिँ हाम्रो लागि आलु मिमी बनाइदिनु हुँदैछ। र आन्टीले चाहिँ आलु मिमी यसरी बनाउनु भएको रहेछ हो। र त्यसमा चाहिँ के हालेको छ भन्दाखेरि चाहिँ भुजा मकै चिप्स, अन्त एकदमै मिठो है स्वादिष्ट बनाउनु भएको रहेछ। मलाई चाहिँ धेरै नै मन पर्यो। र यदि तपाईँहरूलाई लोकेसन सोध्नुहुन्छ भने चाहिँ यो चाहिँ नियर शिव मन्दिर हो है, शुक्रबारे। र तपाईँहरू यही बाटो भएर जानुहुन्छ या आउनुहुन्छ भने चाहिँ आन्टीको हातको स्वादिष्ट आलु मिमी ट्राई गर्न चाहिँ नभुल्नु होला। थ्याङ्क यू फर वाचिङ।